कति कक्षामा पढ्नुहुन्छ? 7 8 8मै 8 कक्षामा कतिवटा विषय छ? 6 वटा एउटा 7 वटा पढाइ हुन्छ। 7वटा विषयको नाम भन्नुहोस्। 7 वटा इङ्ग्लिस, नेपाली, म्याथ, विज्ञान, ओफिट इङ्ग्लिस, सामाजिक, स्वास्थ्य। स्वास्थ्यलाई इङ्ग्लिसमा के भन्छ? स्वास्थ्यलाई स्वास्थ्यलाई इङ्ग्लिसमा के भन्छ? सामाजिकलाई इङ्ग्लिसमा के भन्छ? सामाजिकलाई थाहा भएन। होइन। कति कक्षामा पढ्नुहुन्छ? 8 कक्षामा। 8 कक्षामा 8 कक्षामा कतिवटा विषय छ? 7 वटा। 7वटा विषयको नाम भन्नुहोस्। इङ्ग्लिस, गणित, नेपाली, स्वास्थ्य, सामाजिक, ओपिट इङ्ग्लिस। हाम्रो देशमा कतिवटा प्रदेश छ? 7 वटा। 7वटा प्रदेशको नाम भन्नुहोस्। सटर्जेको स्पेलिङ भन्नुहोस्। SATREUSDAY। कुमार यादव। कति कक्षामा? 7 कक्षामा। 7 कक्षामा कतिवटा विषय छ? 7। 7वटै विषय पढाइ हुन्छ कि हुँदैन? हुन्छ। हुन्छ। सरहरू सबै पढाउनुहुन्छ विषय? यस। यस। ए अब विद्यालयमा के समस्याहरू छ? बैठेला ठाउँ। विज्ञान इङ्ग्लिसमा के भन्छ? विज्ञानलाई इङ्ग्लिसमा सोसर भन्छ। साइन्स। साइन्सको स्पेलिङ भन्नु। यस। आउँदैन। आउँदैन?